95 रुपियाँ 96 रुपियाँ आइसीमा 5 लिटर तेल बिक्री गरिरहँदा भारूमा बिक्री गरिरहँदा नेपालले भने 155 रुपियाँमा बिक्री गरिरहेको थियो। अब रासोपाका कार्यकर्ताहरू र बालेनका समर्थकहरू तपाईहरु राम्रोसँग अझ तपाईहरुलाई म अझ क्लियर पार्छु। अझ के भन्दाखेरि अब तपाईहरुले भन्नु होला नेपालमा आइसकेपछि त्यसमा राजस्व जोडिन्छ, त्यो कुरा अवश्य हो, साँचो कुरा हो। राजस्व त अहिले मात्र जोडेको छैन। सरकारले 155 रुपैयाँ लिटरमा बेचिरहेको बेलामा पनि 68 रुपैयाँ 5 पैसादेखि 80 पैसा हाराहारीमा सरकारले नेपाल सरकारले राजस्व उठाएको थियो। तपाईहरु भ्रम नपर्नु होला। यति मात्रै तपाईहरुले आकलन गर्नुस् कि हिजो 55 रुपैयाँमा 2021 मा 55 रुपैयाँमा पाइन्थ्यो तेल र आज त्यो मूल्य बढिसके पश्चात 59 रुपैयाँमा न्यूनतम मूल्य हो र अहिलेको 7 रुपैयाँ जोड्ने भने 66 रुपैयाँ हो। त्यो हुँदै गर्दा त्यसो भए स्वाभाविक होला भन्ने तपाईहरुलाई लाग्न सक्छ। अब त्यस्तो होइन, किनभने भारतले 95 रुपैयाँ आइसीमा बिक्री गर्दाखेरि नेपालमा 155 रुपैयाँ बिक्री हुने, भारतले अहिले 100 रुपैयाँ 102 रुपैयाँ 103 रुपैयाँ 7 रुपैयाँ बढाउँदाखेरि हाम्रो चाहिँ 219 हुने, त्यो कसरी हुन्छ? यो भन्दा पहिला पेट्रोल नेपाल आयल निगम दैनिक करोडौं रुपैयाँ नाफामा थियो, अमेरिका र इजरायल इरानको वार हुनुभन्दा पहिला। तर युद्धको बहाना बनाएर जनतालाई यसरी लुट्ने पाइन्छ? त्यसो भने अब नेपाल सरकारले के कति राजस्व उठाउँछ भन्ने विषयमा पनि संक्षेपमा चर्चा गरौँ। प्रति लिटर पेट्रोल, डिजेल र हवाई इन्धनमा नेपाल सरकारले 25 रुपैयाँ भन्सार कर उठाउने गर्दछ। त्यसैगरी 20 रुपैयाँ भ्याट, 45, 4 रुपैयाँ सडक मर्मत शुल्क, 49, 10 रुपैयाँ पूर्वाधार कर 59, 1 रुपैयाँ 80 पैसा वातावरण प्रदूषण कर गरेर 60 रुपैयाँ त्यो भयो। अरु 3-4 वटा